साथीहरू नमस्ते। यति बेला म प्युठान जिल्ला 16 नगरपालिका यो कति 5 नम्बर दाइ होइन 5 नम्बर सारी भन्ने ठाउँमा छु। हाम्रा टङ्क दाइ हाम्रो अनि कान्छो बाबुको टङ्क दाइ हुनुहुन्छ। अनि भाउजू क्यामेरामा भाउजू बन्नु भएको छ। भाउजूले हामीलाई रोटी दिनुभयो, अचार दिनुभयो, तिउन दिनुभयो, पानी दिनुभयो। अनि खाना लगाइरहेको छ। अनि दाइ अनि भाउजूले मिठो अनि बनाउनु भएको छ। मिठो त्यो दिएर हामीले अनि खुवाउनु अनि भएको छ। के छ दाइ सन्चै हुनुहुन्छ? हो नि होइन? अन्त तपाईँले भाउजू मिठो पकाएर खुवाउनु भएको छ। मिठो लाग्यो नि दाइ तपाईँहरू होइन र? अब त्यसपछि हामीले यो रोटी खाइसकेपछि माथि मौडाँडा भन्ने ठाउँ होइन दाइ? मौघारी त्यहाँ बिहा छ। त्यहाँ बिहामा जाने हो। त्यहाँ तपाईँहरूले मैले भिडियो त्यहाँको क्लिप अनि देखाउने छु। अनि के छ त्यो भिडियोमा के भन्नु छ टङ्क दाइ? सबै ठिकै छ। तपाईँ आफ्नो मान्छे हेर्न होइन? अनि दाइ भाइहरूले हेर्दा के अनि माया सम्झना छ त्यही मात्रै हो। ल ठिकै छ ठिकै छ। अनि के भन्छ भाउजू हुनुहुन्छ छ ल ठिक छ। बाहिर देखाउनु न। यो टङ्क दाइको घर हो। टङ्क आले दाइ अनि नमा भाउजूको घर हो। उता पानी भैँसी पाल्नु भएको रहेछ। दुईवटा गुरु पाल्नु भएको रहेछ। बाख्रा पनि छ नानी होइन? कसै बाख्रा पनि पाल्नु भएको रहेछ होइन? दुईवटा बाख्रा पाल्नु भएको। अनि टङ्क दाइको घर यही हो। अनि टङ्क दाइ र नमा भाउजू अनि ढुकुरको जोडी परिरहेको ठ्याक्कै भएको छ। खुसी त लाग्यो। दाइ र भाउजू सधैँभरि हाँसी खुसी भएको देख्न नपाइयो। धन्यवाद।